डर लाग्यो भाइ गरे भाइ गरे के हुन मामा चला डराइ के छ तर समातेर बुझ्यो नि यति राम्रो सब हाँसेर लान्छ नि उनीहरू एकचोटि त लाग्नु झरे यो झरेको टुटेको पहिल्यै अनि कसैलाई त्यस्तो चोट लागेन है खै हुन्छ क्या अब यो छिनिहाल्दैन मान्छे बेहोस भयो तल झर्यो यहाँ एकचोटि जर्जको झगडा लाग्यो नि दुई तिनजनालाई हाटिरहेको हुन्छ यहाँ हुन्छ त्यस्तो आत्तिन त मलाई त हुँदैन यो तारमा बानल बगेछ मान्छे त हेर्दा हेर्दै लड्छ आन्टीले डुम्म हुँदैन वैसे किसी चल नाइन बरे हात खाना पनि धोको नि पुरा भयो 15 वर्षपछि हामी त सिन्धु पाल्छ यस्तो गरेर चाहिँ उहाँ चाहिँ यस्तो गर्छ यहाँ चाहिँ गर्दा रहन्छ अनि उहाँ त सुन्न गर्छ यसो लचक्क लचकिने यहाँ कचिबाट त दिन्न चाहिँ गाउँ माथि माथि दामी रमाइलो त्यसमा चाहिँ अलिक कुदाउनु नि गुटुङटुङ भएर यसको भन्छ नि लिमिट यो फुलै स्पिड लाइन हो क्या त्यो बेल्ट जस्तो गरेर घुमिरहेको छ यसमा फिक्स गरेको छ नि बेल्ट जस्तो घुमेछ तार घुमेको हो कि टाढो हो यो फेरि रोकेपछि एकैचोटि रोक्नुपर्छ सब रोकिन्छ नि कालिन्चोकमा चाहिँ एउटा एकपट्टिको एकचोटि एकपट्टिको एकचोटि रोक्नु मिल्यो त्यहाँ त मान्छे भए चल्ने न खेतीपाती रमाइलो रहेछ यी नि बक्स चेन्ज गरेर चाहिँ होइन त यो नयाँ बक्स रहेछ नि रातो थियो नत्र यहाँ रातो थियो होइन चन्द्रगिरी थियो रातो चन्द्रगिरीको त्यो त यस्तै हो परावाल थौ साउथ तिरबल उठाइसक्यो पैसा लगाने अब फेरिमा चढाउनै सक्ने रहेछ तर एकदम महँगो हो नि 770 रुपियाँ भाडा तपाईँ कालिम्पोङ जानुहुन्छ 1000 रुपियाँ हजुर एकदम महँगो हो किनभने नि यहाँको बासिन्दा होटलको कार्ड हुन्छ उनीहरूलाई 150 रुपियाँ अप एन्ड डाउन यो 750 रुपियाँको खास छँदै छैन कि कति मान्छे आउँछ शनिबार देख्नु 3000 मान्छे छैनन् आज त मान्छे कम छ नि यो त कम हो यहाँ त 10,000 10,000 12,000 700 हिसाबले जानु त 700 त ठिकै हो अब के आउँछ महँगी हो स्टाफ छ नि त टनाटन स्टाफ स्यालेरी लाख होला यहीँको बासिन्दा हो सब यहाँ बाहेक त अन्त पाउँदैन प्राविधिक बाहेक बाउलाई के भयो नि छोरा जागी पाउनु यो टावर हेर्नेको त 30-40 पहिला त टावर के हाल्यो अनि 4 दिन बन्द भयो हिँडेर गयो नि मिल्ने छ गाडी चढेर गयो नि मिल्ने छ गाडीले नि 350 रुपियाँ लिन्छ माथि पनि तर यहाँको मान्छेहरू के गर्छन् थाहा छ टेबलमा केबल कारमा आउनु 350 मा तल झरेर जान्छन् कि किनभने गाडीले माथि लगिदिन्छ नि त हिँड्नु पर्दैन मिमी म यहाँ कोक्रिरहेको छु सर पारी चितवन होला यो चाहिँ गोर्खा होला होइन माथि गोर्खा यो यता पुलदेखि यता गोर्खै पर्छ
दसैँ तिहारसँग यस्तो भिड हुन्छ कि हजुर 10,000 मान्छे आउँछन् यहाँ त 12 मास जत्तिकै हो सब सजिलो यहाँबाट माथि जान लाग्यो हिन्दी 3 किलोमिटर अनि माथि तलबाट माथि केवल गाडी 3 किलोमिटर छ जस्ट मिनट लाग्छ लाइन राम्रो रहेछ है बा छावदेखिको होला जाम छ क्या आज बेला पार्किङ हो त्यो यता महँगो लिन्छ त्यहाँ सस्तो छ क्या यहाँ 350 रुपियाँ लिन्छ दिन बराबर यहाँ पार्किङको पार्किङको पनि पैसा सब पैसा पार्किङ चाहिँ लिनु नहुने यहाँ 350 रुपियाँ हाम्रो उता त लिँदैन टाइम अनुसारले मिनट रहेछ बाजे